काण्डको छानबिन अब अघि बढाउनुहुन्छ गृहमन्त्री तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो अब सार्वजनिक गर्नुहुन्छ बिस्तारै हुन्छ कहिले बिस्तारै हुन्छ कहिले यो तिथि मिति गरेर तुम भन्नुपर्छ मैले तपाईँसँग पर्यो नि कहाँ किन जनतालाई नभने कसलाई भन्नुहुन्छ जनताले मध्ये तपाईँ मन्त्री हुनु भएन होइन अझै मैले यो मन्त्री आएर चाहिँ यहाँ आएर चाहिँ फलाना दिनदेखि हुन्छ भनेर भन्न सक्छु मैले भन्छु तर त्यो काममा छौँ नि हामी त्यो सबै गर्छौँ नि यति समय यी सबै कुरा गर्छौँ नि हामी धेरै जानु होला तपाईँ नै विरोध गर्नुहुन्छ फेरि त्यो रवि लामिछानेलाई किन समात्यो भनेर किन भनेको त्यही काम गरे होइन कसलाई रवि लामिछानेलाई चाहिँ तपाईँको त्यो के अरे समाज अलिक के भनिरहेको छ केपी ओलीलाई जुलुस निकाल्छ सारा निकाल्छ केपी ओलीलाई चाहिँ किन नसमात्या भनेको उहाँले एउटा सार्वजनिक कार्यक्रममा 2 दिन अगाडि हैन सार्वजनिक रूपमा बोल्नु भएको छ एउटा ठिटो रवि लामिछाने भन्ने ठिटो बेरोजगार भएछ म कहाँ आयो केही पनि काम पाइन भन्यो भनिसकेपछि मैले के जानेका छौ भनेर सोधेँ मैले बोल्न जानेको छु भन्यो अनि मैले नेपाल टेलिभिजनलाई भन्ने र उले नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलायो ठीक छ ठीक छ प्रवक्ताज्यू नेपाल टेलिभिजन तपाईकै माथा पर्छ जति बेला उहाँले भन्दिनु भयो उहाँले बोल्नुभयो त्यति बेला रवि लामिछानेको नागरिकता नेपाली नागरिकता थिएन अमेरिकी नागरिकता थियो उहाँको पासपोर्ट अमेरिकी थियो र उहाँ फ्यामिली भिजामा नेपाल आउनु भएको थियो अनि विदेशी मान्छेलाई नेपालको सिंहदरबार भित्रको सरकारी कार्यालयमा लिएर गएर जागिर खुवाउने मान्छे दोषी हो कि होइन तपाईले त्यतिखेर किन भन्नु भएको ल उहाँले गल्ती गर्नु भएको ल उहाँले गल्ती गरेपछि भनिरहेको छु त अहिले भनेर हुन्छ अस्ति भन्नुभएको सकियो त्यो नागरिक लिइसक्यो सारा गरिसक्यो त्यसमा त रवि लामिछानेले पनि सहकारीको पैसा जमाना लिइसक्यो जमाना चेक काटिसक्यो सारा गरिसक्यो कानुन त्यतिखेर चाहिँ तपाईँको प्रोग्राम त एउटा प्रोग्राम चलायो भने होइन तर त्यो प्रोग्राम गइहाल्यो अर्को तर यो कुरा भनेर रवि लामिछानेको त्यो चाहिँ अपराधलाई चाहिँ तपाईँले या त्यो कमजोरीलाई या त्यो चाहिँ त्यो जे काम त्यसलाई छप्न पाउनु रवि लामिछानेलाई न्याय लाग्ने कानुन लाग्ने केपी ओलीलाई कानुन नलाग्ने त्यतिको कुरा के कानुन लाग्छ अहिले त्यति चाहिँ गर्न पाइन्छ किनभने उहाँ ठुलो नेता हो त्यस्तो गर्न पाइन्छ किनभने उहाँको त नागरिकता पछाडि निष्क्रिय भएको नागरिकता देखिएर त उहाँले गृहमन्त्री र सांसद नागरिकता यहीँको थियो भने त्यतिखेर नागरिकता त्यसै काम सरकारी जागिर पाउँछ नागरिकता देखाइकन सरकारी कुनै काम पाउँछ यो सूर्यलाई तपाईँले कहीँ गर्दाखेरि पनि त्यो नागरिक देखाउनुपर्छ ऊ त लियो कि लिएन भन्ने कुरो पेश गरेन होला बेग्लै कुरा हो नि अमेरिकन नागरिकता लिएको मान्छेलाई चाहिँ त्यहाँ जनतासँग मुख्यमन्त्री कि प्रधानमन्त्री के भने त्यो कार्यक्रम चलाउन दिएको छ दिँदैन कहिले पनि दिएको त्यो हेरौँ न त्यो नियुक्तिमा त्यस्तो हुँदैन दिएको किनभने उहाँले त अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता त बिचरा उपचुनावमा जान परेन त देख्नु भएन त्यतिखेर ऊ त पनि रहेछ गल्ती गर्नुभएछ ऊ त पनि रहेछ यता पनि रहेछ यताको देखाएर लिए नि यताको देखाएर एउटा नागरिक के अरे नेपाली नागरिकले पाउने नपाउने पाउँछ नि त्यही काम गरेको गल्ती भएछ भन्नु तपाईँ भने जस्तो गलत कुरा होइन गल्ती भएछ होइन अनि भुटान अमेरिकन नागरिकता लिएर चाहिँ तपाईँको यहाँको चाहिँ जागिर दिएको गल्ती हुन्छ नेपाली नागरिकता यहाँको जागिर दिएको गल्ती हुन्छ जे पनि खोजेर पाइन्छ अब यसको हामी थप तथ्यमा जाम्ला हैन मान्छेहरूले सबभन्दा धेरै माग गरेका छन् यो सरकारले अरू सबै त छानबिन गर्ला फेरि बन्धु चाहिँ छानबिन गर्दैन भन्छन् त्यो त अदालतले छुनफान गरिसकेको छ तपाईँ के गिर्नु होइन अदालतले त गलत भयो भनिसक्यो होइन तपाईँ व्याख्या गलत यसको निर्णय कसले गरेको अदालतले त्यो चाहिँ चिजको जे कुरा उठाएर त्यो चिज मन्त्री पद्मा अर्याल हुनुहुन्थ्यो संसदीय समितिबाट त्यो अघि बढ्यो र केपी ओलीको निर्देशनमा भयो छानबिन गरेर आफूलाई प्रश्न गर्दै हुन्छ नि के भएको भने नि त्यो पनि हुन्छ जग्गा साथफेर जग्गा साथफेर गर्दाखेरि के हुन्छ एउटाले पाउने जग्गा अर्कोले जाने पाउने भनेको त्यसलाई जसरी उछालियो नि हुन्छ त्यो चाहिँ ठाउँ गलत थियो तर एउटा स्थिति बनेछ म तपाईँलाई अर्को एउटा कुरा भन्छु है तपाईँहरूलाई आरोप लाग्दा तपाईँहरूले जवाफ दिने मौका पाउने हो नि त मैले अस्ति एउटा कार्यक्रम अटेन्ड गरेँ जुन कार्यक्रममा म दर्शक थिएँ संयोगले प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो अनि त्यो कार्यक्रमको दर्शक दृगामा डाक्टर सन्दुक रोहित महजोडी डाक्टर भगवान कोइरालाहरू हुनुहुन्थ्यो होइन अनि केपी ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुँदा केही ताली बज्यो म कार्यकर्ताले मात्रै बजाए भन्दिनँ तर सन्दुक रोहित महजोडी लगाएको नाम मात्रै आउँदा पनि हलमा कर्कल ध्वनिका साथ ताली बज्यो यसको अर्थ के होला उनीहरू पपुलर छन् किन होला उनीहरूले कुनै चाहिँ तपाईँको के अरे राजनीति गरेका छैन प्रधानमन्त्री बनाएको छैन मन्त्री बनाएको छैन अनि चाहिँ प्रधानमन्त्री मन्त्री बनेपछि जनताले मनपर्ने काम मात्रै मन नपर्ने काम पनि गर्नुपर्छ अनि केपी ओलीको विरुद्धमा यति धेरै चाहिँ तपाईँको के अरे म देशी विदेशी सबै शक्तिहरू भन्छु लागेको छ त्यो व्यक्ति एउटा चाहिँ राष्ट्रवादी सबैलाई एकदम के अरे एकतिर डिरेल गर्नको लागि नि हगि यो भ्रष्टाचारी हो यो अधिनायकवादी हो भन्ने चाहिँ खालको जे पोस्टरतिर खोजिरहेको छ सामाजिक सञ्जालमा सारा हेर्नु त्यसै त्यो अनि मान्छे एक खालको त्यो चाहिँ बनाएको छ र त्यो अभिव्यक्ति चाहिँ आएको जस्तो लाग्छ मलाई